घर आइसकेपछि यही हो फलफुल के छ त्यही खोजेर खान जान लागेको म। यो फ्रुटहरु चाहिँ मलाई सबै खान एकदम मन पर्छ। एनीवे म यो टिप्न आएको हैन बिल्कुलै। स्ट्रबेरी कस्तो भइराछ त्यो हेर्न हिँडिरहेको छु। कम्प्लिटली 7 to 8 days भइसक्यो हामी घर छोडेर गएको। सो चेक गर्न जामे त। 1-2 दिनदेखि पानी परेको बढी छ। सो यति धेरै पानी जम्मा भइरहेछ भत्केला जस्तो भइरहेछ। पनि झार्ने कोसिस गर्छौं सक्यौं भने। एकले त नसक्ने रहेछ। सो मैले भाइलाई एकछिन बोलाएको छु। यत्रो ठुलो तल झरिरहेछ। एन्ड यहाँ पनि यहाँ त म सक्छु यहाँको चाहिँ सक्दिनँ यार। यस्तो पानी जम्मा भएर चाहिँ धेरै ठाउँमा दुलो त्यो हुन्छ नि यसरी होल बनाएको छ। यहाँ पनि पहिला यहाँ पनि बनाएको थियौं देखिन्छ यहाँ। ए भाइ यो त नसक्दा रहेछ। सो यु क्यान सी यति धेरै झार उम्रिछ। यसलाई पनि उखाल्नु छ। बाँकी कति दाना रहेछ हेरौँ है। 6 छन चाहिँ। ओ यता यता पातलो रहेछ जुस। ए रहेछ है। म फटाफट टिपेर लान्छु यो सानो भाँडामा। स्मेल यति राम्रो आइरहेछ। यहाँ हामी नहुँदा कसैले टिपेर खानु भएन जस्तो छ। अनि यो अलिक मजाले पाकेपछि यसको स्मेल चाहिँ एकदमै क्युट दामी आउँछ के दामी। वाह सो मैले यति टिपे पाकेको मात्रै। यो टपको छ नि त्यो चाहिँ अलिक नपाकेको रहेछ। बाँकी सब पाकेको छ। द्याट्स इट फर टुडे। अब गएर यो धोएर खान्छु म चाहिँ। साथमा यो भिडियो एन्ड गरेँ त। बाई बाई। सो पानी यसरी झरिरहेको छ यहाँको पानी। वाह फिजिक्स। यहाँनिर थियो पानी अनि सकेर यहाँ आइपुग्यो। अझै यति धेरै छ। बाई बाई।